विगतमा राजा महाराजाहरूले शासन गरेको ठाउँ पनि होइन, यो मल्लकालीन ठाउँ पनि होइन, लिच्छवीकालीन ठाउँ पनि होइन, शाहकालीन ठाउँ पनि होइन। कसरी बन्यो त भरतपुर? के छ त चमत्कार यसभित्र? भरतपुरले, चितवनले अब एउटा के स्थापित गरिसक्यो भने यो मुलुककै सेन्ट्रल सिटी हो, सेन्ट्रल सिटी हो यो। टुरिज्मको त कुरै गर्नु परेन, यत्रो व्याख्या गर्नु, मेडिकलको कुरै गर्नु भएन, व्याख्या गर्नुभयो, एग्रिकल्चरको त्यत्तिकै छ, पर्यावरणको त्यत्तिकै छ, इन्फ्रास्ट्रक्चरको त सारा बनाइसक्नुभयो। काठमाडौँमा नभएका सडक यहाँ छन् अहिले, चिल्ला, हरिया, राम्रा सबै छन् है। त्यसलाई तुलना गर्नुहुन्छ भने जापानको टोकियो, भारतको तपाईँको नयाँ दिल्ली हो, अथवा अमेरिकाको तपाईँको न्युयोर्क हो, बेलायतको लन्डन हो, फ्रान्सको प्यारिस हो, र नेपालको अब भरतपुर हो। यो कसरी सम्भव भयो त? कुनै यो देशको 77 जिल्लामा भएको 753वटा पालिका, अरू कयौं पालिकाहरूले अहिले पनि खानेपानीको जोहो गर्न 3 घण्टा जानुपर्छ। चितवनले चाहिँ कसरी सक्यो, भरतपुरले कसरी सक्यो? यद्यपि भौगोलिक विकटता धेरै पालिकाका धेरै छन्, अरू अब्स्ट्याकलहरू छन्, तर मलाई के लाग्छ भने मनभित्र जाँगर, इच्छा शक्ति, तत्परता, अठोट र दुःख गर्छु, सङ्घर्ष गर्छु र केही न केही परिवर्तन ल्याउँछु भन्ने अठोट कायम गर्यो भने त्यो सम्भव छ। र त्यो सम्भव मैले भनेको होइन, यहाँहरूले भन्नुभयो। भरतपुर नगरपालिकाको मेयरको रूपमा रेणु दाहालले त्यो स्थापित गर्नु।